नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव कमरेड गौरवद्वारा जारी एक प्रेस विज्ञप्तिमा हालै सम्पन्न संसदीय निर्वाचनलाई दलाल संसदीय व्यवस्थाको संज्ञा दिँदै यसलाई सशक्त बहिष्कार गर्ने पार्टीका विभिन्न कमाण्ड, जनमुक्ति सेना र ओखलढुङ्गा, दाङ, सल्यान लगायत देशभरका जनतालाई धन्यवाद ज्ञापन गरिएको छ। विज्ञप्तिमा देशको कुल जनसङ्ख्याको करिब 40 देखि 45% मात्र मतदान गरेको दावी गर्दै थोरै मानिसको सहभागिताले देशमा स्थायी शान्ति नहुने र यो निर्वाचनले जनभावनाको प्रतिनिधित्व नगर्ने उल्लेख गरिएको छ। मतदान प्रक्रिया पूर्ण नहुँदै अमेरिका र भारत जस्ता वैदेशिक शक्तिले दिएको शुभकामनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै एमसीसी र एसपीपी जस्ता सम्झौतालाई राष्ट्रघाती ठहर गर्दै ती विरुद्ध र राष्ट्रिय स्वाधीनताका लागि जुनसुकै सङ्घर्ष गर्न पार्टी तयार रहेको र केन्द्रीय समितिको बैठकबाट आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ। महासचिव गौरवद्वारा हस्ताक्षरित उक्त वक्तव्यमा वर्तमान राजनीतिक सङ्कट समाधान र दिगो शान्तिका लागि गोलमेज सम्मेलन मार्फत राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरिएको छ। साथै निर्वाचन बहिष्कारका क्रममा विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न समेत सरकारसँग माग गरिएको छ।